नमस्ते, म भावना न्युपाने कागेश्वरी मनहराबाट र आज पनि मैले पाका व्यक्तिहरूको लागि भनेर केही कुराहरू लिएर आएको छु। जस्तै भन्नुपर्दाखेरि मैले बच्चैदेखिबाट हेर्दै आएको टेलिफिल्महरूमा मलाई जहाँसम्म याद रहेको छ, जनाएको साँचो भयो, डोको भयो, अनि चिरञ्जीवी, त्यस्ता टेलिफिल्महरू मैले बच्चैदेखिबाट हेर्दै आइरहेको फिल्म नभनौँ टेलिफिल्म हो। र त्यो टेलिफिल्महरूलाई मैले याद अहिले गरिराख्दाखेरि पाका व्यक्तित्वहरूलाई चाहिँ एक हिसाबले आर्थिक मानसिक भावनात्मक रूपले असर पारिरहेको कारण एउटा त धन सम्पत्तिले गर्दा पनि हो। र त्यो टेलिफिल्ममा हेरिराख्दाखेरि जनाएको साँचो मलाई जहाँसम्म याद भएअनुसार एउटा हरिहर शर्मा ज्यू हुनुहुन्थ्यो। त्यो कलाकारमा उहाँले एकदमै जीवन्त अभिनय गर्नुभएको छ र उहाँको अभिनयमा चाहिँ के झलझलको हुन्छ भने उहाँ एउटा पाका व्यक्ति र 60-70 नागिरहेको अवस्था र उहाँको दुईवटा छोरा बुहारी र छोरा बुहारीमा चाहिँ सँगै घरमा बस्दाखेरि पनि उहाँलाई चाहिँ कुनै पनि छोरा बुहारीले त्यति वास्ता नगरिरहेको अवस्था, खानपानको लागि पनि र स्वास्थ्यको लागि पनि केही पनि वास्ता नगरिरहेको अवस्था एकदमै जीवन्त टेलिफिल्म थियो। त्यो टेलिफिल्मलाई मैले अहिले याद गरिराख्दाखेरि पनि झलझलको आइरहेको छ। र त्यो टेलिफिल्ममा चाहिँ लास्टमा पहिला चाहिँ उहाँलाई चाहिँ हरिहर शर्माज्यूलाई चाहिँ एकदमै दुःख कष्ट दिइरहेको, छोरा बुहारीहरूले दुःख कष्ट दिइरहेको अवस्था, खान पनि नदिने र कुनै पनि स्वास्थ्य उपचारको हेरचाह पनि नगरी रहने अवस्था रहेको थियो। र पछि एउटा उहाँको साथीलाई भेट भएर अथवा कुनै आफन्तजनसँग भेट भएर कुराकानी गर्दाखेरि चाहिँ उहाँले भन्नुभयो, मलाई छोरा बुहारीहरूले दुईवटा छोरा बुहारी छन्, कुनैले पनि राम्रो व्यवहार गर्दैनन्, सँगै बस्छु र पनि कुनै पनि व्यवहार राम्रो गर्दैनन् भनेर भनिराख्दाखेरि उहाँले चाहिँ त्यो आफन्तले भनौँ वा मलाई जहाँसम्म याद भए कुनै व्यक्तिले चाहिँ उहाँलाई एउटा ट्याङ्का किनेर लिएर र त्यसमा चाल्चा लगाएर राख भनेर भनिरहेको अवस्था हुन्छ। र त्यो ट्याङ्का लिएर आइसकेपछि चाहिँ छोरा बुहारीले त्यो ट्याङ्कामा केही छ कि धन सम्पत्ति राखिरहेको छ कि पैसा राखेको छ कि सुन चाँदी राखिरहेको छ कि भनेर चाहिँ छोरा बुहारीले एक प्रकारले त्यो निचोडमा पुगिरहँदाखेरि चाहिँ छोरा बुहारीले त्यो सोध्दछन् र अनि त्यो जुन कलाकारलाई चाहिँ हरिहर शर्मालाई चाहिँ एकदमै राम्रोसँग राखिरहेको अवस्था, अनि बिहान बेलुका दिउँसोको खाजा खाना एकदमै राम्रो सँग दिइरहेको अवस्था हुन्छ, किनकि त्यही धनकै लोभले, धनकै आशाले त्यो गरिरहेको हुन्छ। र पछि गएर जब हरिहर शर्मा बित्नुहुन्छ, उहाँ बितिसकेपछि चाहिँ त्यो ट्याङ्का खोलेर हेर्दाखेरि चाहिँ एउटा चिठी लेखेको हुन्छ र चिठीमा लेखेको हुन्छ कि तिमीहरूले मलाई यही धन सम्पत्तिको लागि नै नहेरिरहेको अवस्था र मैले यस्तो मेरो आफ्नो जीवन यापन गर्नको लागि के अरे मैले यस्तो नाटक गर्नु पर्यो भनेर केही लेखेर छोडिदिएको अवस्था रहेको थियो त्यो जनाएको साँचोमा। र त्यसपछि अर्को मलाई याद आउँछ चिरञ्जीवीमा चाहिँ कस्तो भने हरिवंश र मदन कृष्णको जोडीले त्यो टेलिफिल्म खेलिरहेको अवस्था हुन्छ। र त्यो टेलिफिल्ममा चाहिँ कस्तो हुन्छ नि, दुवैजना एकदमै राम्रोसँग अभिनय निभाउनु भएको छ, त्यसमा पनि एकदमै जीवन्त रूपमा निभाउनु भएको छ। र त्यसमा चाहिँ कस्तो हुन्छ नि, हरिवंश आचार्य चाहिँ एकदमै बुढो अवस्था र उहाँलाई चाहिँ त्यति बेलाको टिबी रोग लागिरहेको अवस्था हुन्छ र नातिनाहरू र उहाँको ज्वाइँहरू चाहिँ एकदमै खुसी भएको अवस्था र तर
छोरी चाहिँ खुसी नभएको अवस्था हुन्छ, किनकि आफ्नो बाबाआमा भनेपछि जुनसुकै छोराछोरीहरूलाई जुनसुकैलाई पनि माया लाग्ने एक प्रकारको हुन्छ। र ज्वाइँ चाहिँ घर ज्वाइँ बस्न आएको हुन्छ। घर ज्वाइँ बस्न आएकोले चाहिँ अब के माया गर्नु हो र, त्यसमाथि फेरि नाति नातिनाले के माया गर्नु हो र, संस्कारै राम्रो भएन भने त्यहाँ माया ममता भन्ने कुरा पनि हुँदैन। त्यसकारण संस्कार भन्ने कुरा ठुलोले सानोलाई सिकाउँदै गयो भने त्यही अनुसारले बस्ने कुरा हो जस्तो लाग्छ मलाई। अनि त्यो फिल्ममा चाहिँ घर ज्वाइँ बस्न आएको घर ज्वाइँले चाहिँ के माया गर्ने हो र, त्यसमाथि के अरे नाति नातिनाले झन् परको कुरा के माया गर्ने हो र। अनि छोरीले चाहिँ मेरो बुवालाई किन यस्तो के भयो भनेर भनिरहँदाखेरि चाहिँ नोकर र छोरी मिलेर चाहिँ के अरे डक्टर कहाँ लगेर चाहिँ उहाँलाई जचाइरहेको अवस्था लास्टमा हुन्छ। अनि बिचमा चाहिँ कस्तो हुन्छ नि, धन सम्पत्ति खानको लागि औँठा छाप लगाउने, अनि साँचोहरू चोर्ने, अनि विभिन्न प्रकारका वैद्यहरूलाई बोलाएर चाहिँ उपचार गराउने, यस्तो गरिरहेको हुन्छ। त्यो पनि धन सम्पत्तिकै कारणले हो र संस्कारै नपुगेको कारणले हो जस्तो लाग्छ मलाई। र अर्को रहेको थियो डोकोलाई जहाँसम्म लाग्छ पछिसम्म पनि अहिलेको जेनेरेसनले पनि हेर्ने हिसाबले त्यो टेलिफिल्म आइरहेको मलाई महसुस हुन्छ जहाँसम्म लाग्छ। र त्यो डोको फिल्ममा चाहिँ कस्तो भने ससुरा हुन्छ अनि नाति हुन्छ। नातिले चाहिँ ससुरालाई नै एकदमै माया गर्ने, ससुराले पनि नातिलाई एकदमै माया गर्ने, तर बुहारीले छोराले पनि अलिअलि माया गर्ने हो कि जस्तो लाग्छ, तर बुहारीले चाहिँ देखिन नसक्ने त्यस्तो अवस्था थियो। अनि अब खाजाहरू पनि त्यस्तो नगर्ने, खानाहरूको पनि त्यस्तो नगर्ने, के अरे व्यवस्था नगर्ने त्यस्तो थियो। अनि बिचरा त्यो नातिले चाहिँ आफूलाई दिएको त्यो खाजा पनि हजुरबुवालाई चाहिँ लुकाइ दिने, त्यस्तो डोको फिल्ममा चाहिँ पछि गएर डोकोमा अब के अरे बुहारी र छोरोले सल्लाह गरेर डोकोमा लएर उसमा के अरे भिडभाड खसालिदिनु पर्यो भन्ने हिसाबले त्यो लागिरहेका हुन्छन्। अनि नातिले सुरिरहेको अवस्था हुन्छ। कस्तो भने यो बचपनदेखि नै त्यस्तो एक प्रकारले संस्कारमा हुर्केको अथवा त्यही प्रकारको टेलिभिजन अथवा टेलिफिल्महरू हेरिरहेको हुनाले जहाँसम्म लाग्छ म पनि त्यही भावमा डुबेकी जस्तो लाग्छ। अनि त्यो नातिले चाहिँ अनि पछि गएर चाहिँ छोरा आफ्नो बाउआमा के अरे ले चाहिँ हजुरबालाई के अरे उसमा डोकोमा लगाएर चाहिँ खसाल्ने भन्ने कुरा सुनिरहेको हुन्छ। र त्यो पछि गएर चाहिँ अनि भोलिपल्ट मेहनत बन्दोबस्त गरेर हजुरबालाई चाहिँ डोकोमा राखेर त्यहाँ उसमा भैरबाट खसाल्ने कुरा गरिरहेको हुन्छ। र पछि नातिले चाहिँ के अरे बुवा आमा तपाईँलाई पनि त्यो डोको चाहिँ नबिर्सिकन लिएर आउनु, तपाईँलाई पनि त्यही डोकोमा लगाएर पछि म ठुलो भएपछि खसाल्छु, म पाल्न सक्दिनँ भन्ने हिसाबले कुरा गर्दछ। हेर्नुहोस् त, ती त्यस्ता टेलिफिल्महरू हेरिराख्दा र अहिले कतिपय रिलहरूमा पनि आइरहेका हुन्छन् ती त्यस्ता टेलिफिल्महरू, ती त्यस्ता दृश्यहरूले पनि किन पाका बाबाआमालाई स्याहार सुसार गरौँ भन्ने त्यो भावना पल्काउँदैन जस्तो लाग्छ मलाई। हुन त यी यस्ता भावनाहरू हरेक पिँढीमा जन्मनु पर्दछ, हरेक को के अरे मनमा जाग्नु पर्दछ जस्तो लाग्छ। र यी यस्ता कुरा गरिराख्दाखेरि म हुन त त्यति पाको उमेरको त होइन, तर पनि कस्तो भान हुन्छ भने एउटा पाका उमेरले पनि किन घर समाज र राष्ट्रबाट राम्रो व्यवहार नपाउने, उनीहरूले किन समर्थन नपाउने, उनीहरूले किन गाली ग्लोज मात्र पाउने, र उनीहरूले किन एउटा कोठाको मात्र बास पाउने, र उनीहरूले किन घाँस बास कबास र स्वास्थ्यको उपचार नपाउने भन्ने हिसाबले चाहिँ एक प्रकारले मैले रचना पनि कोरिरहेको हुन्छु। र विभिन्न प्रकारका माध्यम जस्तै यही सोसल मिडिया भयो, विभिन्न माध्यमहरू चाहिँ चलाइरहेको हुन्छु। एउटा खोजी, एउटा एक प्रकारको एउटा मेरो एउटा साहसै हो मैले भनेर यसलाई म भन्छु। र यो कदमहरू चालिरहँदाखेरि चाहिँ पाका व्यक्तिहरूले केही न केही हिसाबले, केही न केही रूपले चाहिँ सुख शान्ति समृद्धिको चाहिँ एकदमै एक प्रकारले एहसास गरेको हुन् भन्ने चाहन्छु। तर पनि कतिपय ठाउँहरूमा त्यो भइरहेको अवस्था मैले भेटिरहेको अवस्था पनि छैन। कतिपय सिरियलहरूमा हेर्यो त्यस्तै अवस्था छ, कतिपय गाउँ समाजमा हेर्यो त्यस्तै अवस्था छ। र अहिलेका नेताहरू चाहिँ
विभिन्न पक्षका कुराहरू गरिराख्दाखेरि उनीहरूलाई किन बुढो हुनु पर्दैन र बुढो हुनु नपर्ने कारणले गर्दा हो कि अथवा के हो त्यो पाका व्यक्ति सबै पाका व्यक्तिलाई भन्दिनँ, कतिपय पाका व्यक्तिहरूलाई घर समाजमा चाहिँ आफ्नो छोरा बुहारीले होस्, नाति नातिनाले होस्, एकदमै देउता जस्तो मानेर राखिरहेको हुनुहुन्छ। त्यस्ता व्यक्तिहरूलाई एकदमै हार्दिक धन्यवाद व्यक्त गर्दछु। तर कतिपय व्यक्तिहरूलाई चाहिँ, कतिपय पाका व्यक्तिहरूलाई चाहिँ घर समाजबाटै लत्ताएको, घरबाटै निकालिएको अवस्था भइरहेको हुन्छ। त्यस्ता कुराहरूमा चाहिँ हामी सबै मिलेर, हामी युवाहरू सबै मिलेर किन आवाज नउठाउने? हामी चाहिँ बुढो हुनु पर्दैन, हामीलाई चाहिँ पाको हुनु पर्दैन भन्ने कुरा हामीले किन सोध्दैनौँ र हामीभन्दा मुनिका व्यक्तिहरूले किन सोध्दैनन् र घर समाज र राष्ट्रले किन सोध्दैन भन्ने चासो रहेको छ। र यी यस्ता कुराहरूमा हजुर हामी सम्पूर्णको ध्यान जाओस् भन्दै यी यस्ता मनका कुराहरू, मनका भावनाहरू पाका व्यक्तिहरूको लागि सधैँ नै रहिरहन्छ र हजुरहरू सम्पूर्णले साथ दिनुहुन्छ भने पनि आशा लिएको छु। धन्यवाद।